गाइस व्हाट्सअप वेलकम ब्याक। सो आज इट्स डे 2 इन मुस्ताङ अनि हामी उठिसक्यौँ अनि हिउँ चाहिँ परेन तर माथि चाहिँ परेछ अनि जाडो जाडो छ। यहाँ माथि चाहिँ गजबले हिउँ परेछ है राति। तल चाहिँ लेतेमा चाहिँ परेन, चिसो छ, हावा चलेछ बिहानै। उताको भ्यू छ। हामी कालो पानी रेस्टुरेन्टमा बसेको लेतेमा। राम्रो रहेछ, सर्भिस पनि निकै राम्रो छ। अब त्यहाँ धम पुगाउँ भनेर बोर्ड रहेछ। अब हामी चाहिँ कागबेनीतिर लाग्दैछौँ किचनमा। अब चाहिँ हामी क्याफेमा छौँ। बाबाहरूले कफी खाइसक्यो अनि वी क्यान नट डु ब्रेकफास्ट कज हामी कागबेनी गएर बाबाहरूले श्राद्ध गर्ने हो। सो केही खान मिल्दैन। सो वी आर नट डुइङ ब्रेकफास्ट। अब बाबाले नि चेन्ज गरिसकेको थियो तर फेरि अलि जाडो बस्छ इज चेन्जिङ अगेन। तर त्यस्तो जाडो नै छैन किनभने घाम लागिरहेको छ तर माथि माथि चाहिँ हावा लाग्छ। त्यही भएर जस्ट टु बी अन द सेफर साइड। सो क्याफेबाट बाहिर निस्केँ किनभने मामाहरू रुममा गइसकेको थियो तर द भ्यू इज सो अमेजिङ। आई फिल लाइक अघि अलिकति बादलले ढाकेको थियो यता साइड तर अहिले फेरि खुलिसक्यो। तर आई थिङ्क एकछिनपछि फेरि बादलले ढाक्छ। एट द भ्यू मैले चेन्ज गरेँ किनभने घाम लाग्यो। सो अपेरेन्टली इट्स नट एज कोल्ड एज आई थट इट वुड बी। सो मैले त्यो ग्रिन कलरको सर्ट चेन्ज गरेर आई वाज दिस थिङ ब्ल्याक कलरको टी सर्ट। यो मामको है बाइ द वे। सो या म जाँदैछु। सो गाइस छतमा गएपछि चाहिँ वी टुक पिक्चर्स कज द भ्यू वाज सो गुड होइन। सो छतमा गएर वी टुक सम पिक्चर्स अनि मैले ग्रिन कलरको सर्टमा निले त्यो ब्ल्याक कलरकोमा निले है। पिक्चर्स टर्न्ड आउट टु बी सो नाइस अनि भ्युज पनि कस्तो राम्रो थियो कि किनभने लास्ट टाइम आउँदा चाहिँ हामी हिमाल देखाएको थिएनौँ होइन तर यसपालि चाहिँ हिमाल क्लियरली देखाएको थियो। त्यही भएर पिक्चर पनि राम्रो आयो। अनि हाम्रो होटेलको म्यानेजर चाहिँ अब बाबासँग बोल्दै हुनुहुन्थ्यो अनि खै के भन्दै हुनुहुन्थ्यो होइन। आफ्नै तालमा सिन्दै दुवैजना जब चाहिँ मैले कपाल बाटेँ किनभने हावाले झोरुन्छ कपाल। द्याट्स व्हाट आई एक्सपिरियन्स फ्रम द फर्स्ट मुक्तिनाथ ट्रिप्स। अब चाहिँ हामी जान लागेको अनि घाम भइरहेको छ अनि तपाईँहरू सुपर नाइस। सो गाइस अब चाहिँ हामी हिँड्यौँ। सो अन आवर वे हिमाल कस्तो राम्रो देखाएको थियो है। इट वाज सनी आउटसाइड अनि हावा पनि लागिरहेको थियो। लेट्स नट से द्याट इट वाज नट कोल्ड बट लाइक इट वाज मिड वेदर। हिमाल कस्तो राम्रो देखिरहेको थियो होइन। त्यो बाइ द वे अगाडिको चाहिँ धौलागिरी हिमाल हो। अनि हामी गीत सुन्दै सुन्दै गइरहेको थियौँ अनि हाम्रो प्लान चाहिँ अब कागबेनी गएर श्राद्ध गरेर अनि मुक्तिनाथ गएर पोखरासम्म फर्किने प्लान छ है। अब हेरौँ। गाइस मैले कालो ढुङ्गा भेटाएँ। सो या धन्यवाद। ओ शिट। सो या खै म भ्लग पछि जहिले पनि सो या किन भन्छ मलाई थाहा छैन। हिमाल देखिरहेको छ। यो मैले 3-4 भनिसकेँ फेरि भन्छु हिमाल देखिरहेको छ। हामीले भर्खर यहाँ घर बनाएको होइन। यो मेरो घर आन्टीको घर। एज यु क्यान सी हामी कागबेनी पुग्यौँ अनि माम बाबाहरूले श्राद्ध गरिसक्यो अनि वी हेडेड टुवर्ड्स मुक्तिनाथ। सो राइट नाउ चाहिँ हामी मुक्तिनाथको त्यो स्टार्टिङ पोइन्टमा छौँ होइन। बाबाहरू चाहिँ गाडी पार्क गरेर आउँदै एकछिन्छ अनि हामी त वेट गरिरहेको छौँ। हावा लगाइरहेको थियो अनि मलाई सर्ट लाऊ भनिसकेको थियो तर मैले ब्यागमा बाँधेको थिएँ। सो हियर वी स्टार्ट द ट्रेक। हामी पार्किङबाट अब मुक्तिनाथतर्फ लाग्दैछौँ।
ठिक्क चिसो छ ए त्यस्तो यो निकाल है त्यस्तो धेरै चिसो पनि छैन कान्छीले यहाँ ब्याग बोकेछन् हाम्रो 5 जनाको ग्रुप हो सो गाइज हामी भिड छ निकै नै होइन अनि अब लागेछ? भ्लग त मभन्दा धेरै त एकदमै हजुरले भिड छ। मामुलाई नै देखिन्छ त्यो चाहिँ ट्रु नै हो अनि अब त्यही हो मैले नेहा आन्टीलाई यताउति के हो भनेर देखाउँदै थिएँ किनभने अब म त गइसकेँ नि त म त एक्सपिरियन्स्ड हो अनि अरू त अब त्यही हो म चाहिँ अगाडि हेरिरहेको थिएँ सबलाई लिड गरिरहेको थिएँ अनि झोला पनि मैले बोकेको थिएँ सो स्ट्रङ वुमन भनेर देखाउन पऱ्यो नि होइन र अगेन हामी हिँड्यौँ अझै सिडी आएको थिएन अब आई बेट इट्स क्लोज बट त्यही पनि हामी हिँड्दै गऱ्यौँ अनि त्यही हो अनि त्यहाँ मान्छेलाई बोकेर ल्याउँदै थियो हिँड्न नसकेर हामी बोकेर त होइन खतरमा अनि हियर वी गो एन्ट्रान्स सुरु भयो होइन अनि अब द मेन हिँड्नेवाला पार्ट स्टार्ट्स सिडी चढ्नेवाला पार्ट अनि अब मामु र बाबा सिडी चढ्दै हिँड्थ्यो अनि मामुले मलाई लुकाएर भिडियो खिच्दै भन्छ थियो त्यही भएर मैले भिडियो खिच्दै सुरु भइसक्यो सो यहाँ त्यही हो अरू त केही पनि छैन वेल सिनरीहरू देखाउँछु म गाइस अब चाहिँ हामी मन्दिर पुग्नलाई जय भोलेनाथ जय शम्भु अनि मन्दिर पुगेर स्ट्रेट चेन्ज गरेर होइन धारामा नुहाएको यस्तो चिसो पानी थियो म पनि नुहाएँ तर मैले भिडियो हालेको छैन अनि त्यसपछि चाहिँ हामीले पूजा गऱ्यौँ अनि मन्दिरमा नि फोटोसोटो खिच्यौँ दर्शन गऱ्यौँ हामी नुहायौँ पानी एकदम चिसो थियो अब हामी फर्किँदैछौँ या हम मुक्तिनाथ के दर्शन करके वापस आ रहे हैं या सो गाइस तल जाँदै गर्दाखेरि चाहिँ अगेन आई क्याप्चर द अमेजिङ भ्यू अनि त्यस्तो ढिलो पनि भएको थिएन है आई थिङ्क 12:30 बजेको थियो अनि त्यही पनि मान्छेको भिड थियो अनि हाम्रो माताजी हुनुहुन्छ यहाँ अनि त्यही पनि मान्छेको भिड थियो अनि त्यहाँ पनि हामीले घर बनायौँ तर मैले फोटो हाल्नै बिर्सेँ सरी अनि मान्छेहरूलाई त्यो बोकेर माथि लग्दै थियो बट देन खाजा खाएर वी गट ब्याक अन रोड सो अहिलेको भ्यू चाहिँ अप्पर मुस्ताङ जस्तै छ होइन तर हामी चाहिँ मुक्तिनाथसम्म मात्र गयौँ अप्पर मुस्ताङ गएनौँ सो या अनि आई फिल लाइक यसपालि चाहिँ वी गट बेटर भ्यू किनभने लास्ट टाइम आउँदा चाहिँ आई डोन्ट नो हामी जेठ असारतिर आएको थियौँ लास्ट टाइम अनि यस्तो राम्रो भ्यू चाहिँ थिएन के कस्तो लाइक बादलले छेकेको थियो क्लाउडी थियो तर यसपालि मुक्तिनाथमा चाहिँ होइन एकदमै चिसो पानी थियो धाराबाट पनि यस्तो जाडो भयो नि अनि त्यही हो अनि भ्यू त एज यु क्यान सी अमेजिङ सो या या तल चाहिँ सेल्फी डाँडा छ अनि यु नो हाउ मच वी लभ सेल्फी डाँडा हामी सेल्फी डाँडामा आएको अनि यु नो सेल्फी डाँडाको हालत यु नो कतिसम्मको हावा लाग्छ यहाँ मलाई पनि लागेको छ बाबाहरूबाट चढ्ने भयो मम्मी सो दिस इज द कन्डिसन राइट नाउ सो सेल्फी डाँडामा चाहिँ यो पहाडी घोडा रहेछ होइन यु क्यान अल्सो कल इट अ पोनी कस्तो लाइक
कस्तो राम्रो थियो कि त्यो नर्मल घोडा हुन्छ नि त्यस्तो थिएन कि कस्तो राम्रो ओरिजिनल घोडा टाइपको थियो कि अनि मैले त्यसलाई कुदाएँ होइन किन तर डर लागिरहेको थियो सेल्फी डाँडामा फेरि यस्तो हावा लाग्छ नि त्यहाँ रोक्या थियो होइन अनि मलाई त म र घोडा दुवैजनालाई उडाइदिन्छ जस्तो भइरहेको थियो कि त्यस्तो भइरहेको थियो होइन तर आफ्टर अल मजा आयो अनि सेल्फी डाँडामा चाहिँ यस्तो क्रेजी सट्सहरू पिक्चर्सहरू लियौँ नि हामीले जस्ट लुक एट दिसकै पछाडि हिमाल देखिरह तर हिमालमा हिउँ चाहिँ छैन तर सच अ गुड पिक्चर अनि बाइ द वे फोनले खिचेको हो के क्यामेराले खिचेको पनि होइन कस्तो दामी आएको थियो कि अनि अब बाटोमा गएर नि खिच्यौँ अनि दिस इज माई आइकनिक पोज मुख नदेखाउनेवाला अनि मामु र मैले नि खिच्यौँ तातो पानी पनि रोकेको थियौँ होइन सो आइकन सुट किनभने तातो पानीमा किन पुग्नु जस्ट फर द नेचुरल स्प्रिङ अनि त्यसपछि चाहिँ अब साँझ भइसक्यो हामी बागलुङमा अहिले चिया खानलाई रोकेको छौँ सो या किप यु अपडेटेड आज चाहिँ हाम्रो एम भनेको पोखरा पुग्ने हो अनि भोलि चाहिँ बन्दीपुर कुरिन्टार घुमेर काठमाडौँ जाने सो स्टे ट्युन्ड सो गाइज मैले लास्टमा एन्डिङ खिच्न पाइनँ किनभने थाकेका थियौँ तर हामी पोखरा गएर बस्यौँ अनि त्यही हो सो स्टे ट्युन्ड सब्सक्राइब एन्ड बाई बाई